यति बेला राष्ट्रिय युवा सङ्घका केटाहरू यहाँ आएको दृश्य हामीले तपाईँलाई देखाइराखेका छौँ। यति बेला दृश्य मैले तपाईँलाई देखाइराखेको छु। नेपाल प्रहरी सशस्त्र प्रहरीले यति बेला हस्तक्षेप गर्न खोजिराखेको छ भने यति बेला यो दृश्य मैले तपाईँलाई देखाइराखेको छु। यति बेला राजसभा पार्टी कार्यालय अगाडिबाट यो दृश्य मैले तपाईँलाई देखाइराखेको छु भने यति बेला सशस्त्र प्रहरी इलाका प्रहरी कार्यालयबाट चाहिँ यो दृश्य मैले तपाईँलाई देखाइराखेको छु। विगत 30-35 वर्षदेखि गरेको यिनीहरूले यही हो गुण्डागर्दी, बलात्कार, भ्रष्टाचार, सुन तस्करी, ड्रग्स तस्करी यिनीहरूले गरेको यही हो। आजसम्म निर्मला पन्त जस्तो बालिकाले न्याय पाएको छैन। त्यस्ता निर्मला पन्त जस्तो बालिका कति छन् न्याय पाएको छैन। यिनीहरूले यस्तै गर्ने हो कि यही गरेको यिनीहरूले नै गरेको हो कि। अनि राष्ट्रसभाले कहिले पनि एमाले कांग्रेस कम्युनिस्टको कार्यालयमा गएर आगो लगाएर तोडफोड गर भनेर सिकाएन। तिमीहरू राष्ट्रसभामा यति अन्तर छ के, यति अन्तर छ भाइहरू। अझ यसलाई अझै पनि भोट दिएर जिताउनु कति बेला शरम लाग्छ। कुन मुखले आउँछ तिमीहरू भोट माग्न? तिमीलाई त भोट दिएर एकदम मुखमा बजारी दिन्छु। मेरो सामने जायो भने तिमीहरू जस्ता मान्छेहरू तिमीहरू कुन अपराधीहरू। यस्तालाई अझै भोट दिएर मरिरहेको तिमीहरू होइन, मरिरहेको थाची थुक्क।